Welcome to my channel. In this video series, I will be sharing helpful lessons and tips. Simple, clear and just the beginning. Let's learn English together. हामीलाई केही कुरा सबै तयार छ, ठीक छ भन्नुपर्ने छ भने everything is ready. हामीले के भन्छौं त? Everything is ready. म अविवाहित छु, मैले बिहे गरेको छैन भन्नु छ भने हामीले त्यति बेलामा I am single भन्छौं। म तिम्रो हाँसो मिस गर्छु, मैले तिम्रो हाँसोलाई सम्झेको छु भन्नलाई के भन्नु पर्यो त? I miss your laugh. I miss your laugh. म मेरो कोठा सफा गर्दछु, यसलाई हामीले इंग्लिशमा I am cleaning my room भन्दछौं। यो एकदमै भेरी सिम्पल। मैले हजुरहरुलाई 4 वटा सेन्टेन्स सिकाए जुन हाम्रो डेली लाइफ कन्भर्सेसनमा एकदमै हेल्पफुल हुन्छ।